हेलो 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 वेलकम 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 ब्याक नमस्ते। अब म चाहिँ अहिले चाहिँ काम छैन, बेरोजगारी भइया छ। अब एकछिन फुर्सद भएपछि अनि मलाई घुम्न जान हिँड्न मन लाग्छ। म चाहिँ अब यहाँ चप्पलले लाएर यो स्टुडियो चाहिँ हिँड्दा छु। म चाहिँ आज यो मेरो रुमको वरपर भएको यो एरिया देखाउँदैछु यहाँ है। देख्न सक्नुहुन्छ यहाँ जङ्गलहरू पुरै छ मेरो यो साइडमा भएको। यहाँ चाहिँ यो बिजुली भन्दा नि बढी त्यो सोलर युज गर्दैछ यो म भातिर चाहिँ। ए सोलरलाई लगेर फेरि के गरेर फेरि लाग्छ बिजुलीको बिलतिर त खै के गरे पत्तो नि पाउँदैन यिनीहरूले। पुरै जङ्गल छ क्या। अनि यहाँ चाहिँ खासै यो पुलिसहरू पनि यताउता धेरै हिँड्दैन। अनि अब पुलिस हिँड्दैन भने नियम उल्लङ्घन गर्न नि भएको छैन यहाँ। अब नियम त मान्नै पर्यो होइन। मेन मेन यता हो। अब म एकचोटि मेन रोड चाहिँ यता रहेछ, यता जाम कि नजाम भयो क्या मलाई। मैले देखाउनु खोजेँ चाहिँ यतातिर यो 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 गल्ली हो, यो गल्ली अहिले जाम्ला। एकछिन म आज त्यस्तो लामो भिडियो गर्दिनँ, म छोटो मिठो मात्रै गर्दैछु। मेरो यो आज म यो क्यामेराको एङ्गल अनि मेरो यो साउन्डको यो भोल्युम कस्तो आएको छ भनेर चेक गर्नको लागि मात्रै यो रुमबाट निक्लिएको थिएँ। त्यति ठुलो त्यति टाढा जान लाग्यो होइन, म यत्तिकै हिँडिरहेको हो। त्यही भएर अब हिँडिरहेको बेलामा यसो भिडियो गरिदिउँ न भनेर मैले भिडियो गर्दैछु। के कसो आउँछ कृपया कमेन्ट गर्न नभुल्नु होला। मलाई यहाँदेखि फेरि अब पुलिसले सम्झौला। यहाँ त फेरि म भातिर नेपाली खासै छैन क्या, अलिअलि छ। अनि यो जापानिजहरूले हामी बोलेको देख्यो नि ट्वाँ पर हेरिरहेको हुन्छ। जस्तो म पहिला बसेर फुकुकातिर त त्यस्तो हुँदैन थियो, त्यहाँ त नेपाली हुन्थ्यो। अनि अहिले अब यहाँ यो जापानिजहरू मात्रै धेरै छ, अनि यो विदेशी धेरै छैन यहाँ। अनि यिनीहरूले हामीले अब यस्तो यो भाषा बोल्यो भने ओहो कति राम्रो बोल्ने हो त यताउता भनिदिन्छ। हुन त जापानी त्यो बानी नि हो, एउटा केही हुनु पाउँदैन। सुगै देश नै भन्छ यहाँ जानु भन्छ। यिनीहरूले मान्छेलाई मक्ख पार्नलाई यति जान्छ, यति जानेको छ, मक्ख बनाउँछ, फेरि पक्लकै ढालिदिइहाल्छ। म यो बाटो आउनु मिल्दैन थाहा छैन। यहाँ गाडी आइरहेको छ पछाडिबाट झ्याम लाएर। बाटो नि ठुल्ठुल छ, म कहाँ पुग्दैछु भन्ने थाहा छैन। मैले म्याप पनि हेरेको छैन म्याप पनि हेरेको छैन क्या। म त्यही यो साइड छेउछेउ। अब मेरो यो फेरि धेरै कुदन मिल्दैन, यो बिस्तारै कुदाउने हो। तर मैले यो अहिलेको यो गाउँ ठाउँ भनौँ न के भनौँ, गाउँ ठाउँ अहिलेको ठाउँै गाउँमा छ। अनि यहाँ चाहिँ फेरि आनन्द, पुलिसहरू छैन। कुनै बेला यसो छड्के पऱ्यो भने चाहिँ कुदाइदिन्छु म। पहिलाको ठाउँमा नपाएको अहिले चाहिँ झ्याम कुदाउनु पाउँदो रहेछ। कुन दिन पुलिसले झ्याप्प समाएर चाहिँ अनि चिज काटिदिन्छ। अनि थाहा छैन त्यो चाहिँ। पछाडि गाडी आइरहेको छ यार। यो बाटो हिँड्नलाई आफू नै सक्छ। छेउछेउ लाएर हिँड्ने बाटो नि छैन क्या हामी। यो म एउटा काममा जाने बाटो आउने रहेछ क्या यो बाटो चाहिँ। यहाँको यति सफा छ बाटो, हेर्न सक्नुहुन्छ यति क्लियर छ बाटो। आम्मामा कतै म यति यो बिस्तारै हिँडिरहेको छु, पछाडि छिटो आउने गाडीहरूले कतै हर्न बजाएको सुनिँदैन क्या। यस्तो शान्त वातावरण छ। अब यतिबाट फर्किन पर्ने हुन्छ। म धेरै बस्न सक्दिनँ यहाँ। म धेरै टाढा पुग्छु फेरि। मेरो अब अहिलेको लागि मात्रै बिदा हो क्या। अहिले पछि काममा जानु छ फेरि। यो त सधैँ डुल्छ। मैले त पहिला भिडियो हाले हुन्छु नि त, अब खिचिराखेको हुन्छ त्यही भिडियो हाले हुन्छु। यो त सधैँ डुल्छ घुम्छ भन्छ मान्छेले। त्यस्तो होइन, मेरो नि काम छ, मलाई नि पैसा चाहिन्छ, मलाई नि खाना पर्छ है। म काममा गएको हुन्छु, चिन्ता लिनु पर्दैन। म अब यहाँबाट फर्किनु पर्ने हुन्छ। गाइजहरू गाडीहरू यसरी आइरहन्छ डम लाएर। म यताबाट फेरि फर्किन्छु। म राइट लागेर म अघिको ठाउँमै फर्किन्छु। गाडी आएको आइसक्यो धेरै लाएर। गाडी देखिरहेकै होला होइन।
यहाँको नियम अरू भन्दा नि यहाँको नियम चाहिँ एकदम गजब छ क्या यो जापानको। हुन त अरू देशको पनि होला, म अरू देश गएको छैन, यहाँ आएँ अनि यहाँको मात्रै थाहा छ नि त। यहाँ चाहिँ ल राम्रै छ, अब तपाईँहरूकोतिर तपाईँ गएतिर कस्तो छ थाहा छैन। हाम्रो नेपालको भन्दा चाहिँ एकदम राम्रो। नेपालको त के नियम भन्नु र, सबैलाई हतार छ यार। यत्र यत्र गाडी आउँछ अगाडि झ्याम्म लाएर बाइक कोच्याइदिन्छ। यहाँ त्यस्तो हुँदैन, यहाँ सबै लाइटको भरमा हिँड्ने हो। अब म यहाँ यता क्रस गर्नु पनि यहाँ 50 स्पिडमा कुदाउने ठाउँ रहेछ, यहाँ सबैजना अब कुद्दै आइरहेछ, कुदाउँदै आइरहेछ। म अब यहाँ जानु पनि गाडी आएको आइछ यार, दुवैपट्टि गाडी आएको छ नि कता कुदाउने हो र मैले। अब म त फर्किनु पर्ने मान्छे यार, बाइक हाने यस्तो कुदाएर आएको छ यार। अब म त्यसलाई क्रस गर्नु पर्यो भनेको मैले। अब यहाँ यति कुद्नु पर्छ यहाँ, अब यति बाटो क्रस गर्नलाई। अनि नियम कम छ त नियम। अब यहाँ क्रस गर्न पाउने नपाउने थाहा छैन, तै पनि म चाहिँ क्रस गरिदिएँ, किनकि म यता फर्किनु पाइन्छ। अनि म त्यहाँ बसिरहेर हुँदैन, मेरो घरै यता छ। यो माथि माथि देखायो होला होइन, यो माथि माथि हेर्नु यहाँ जङ्गल आमामामा। हाम्रो गाउँको घुमाइ डाँडा भन्छ त्यस्तै छ क्या, त्यो हरियाली टक्क लाएर। यो ठाउँमा बस्नलाई अरू केही होइन, आफ्नो देशको गाउँतिरको त्यो भाइब्स चाहिँ दामी आउँछ, दामी। अहिले हावा चलेर रुमभित्रको ढोका उडौला जस्तै हुन्छ हाम्रो। अनि रातभरि हावा चल्छ, त्यति साह्रो छ क्या। त्यतिखेले तालले यहाँ भुइँमा त्यो लाइनहरू राखिदिया हुन्छ, त्यो कलर लगाइदिया हुन्छ। अब हाम्रो देशमा सबै कलर सलर झ्वाम। अनि बाटोको त्यो हिँडेको पैसा करहरू उठाउँछ, त्यो कर कसले खाने हो, त्यो पैसा उठाउनेले नै खाने होला कि के गर्ने होला यार। त्यो कर बाटोबाट पैसा उठाएपछि त्यतै बाटोमा युज गऱ्यो भने त राम्रै हुन्थ्यो होला यार। अनि झ्याम झ्याम खोलामा गाडी खस्छ, मान्छे मर्छ, यस्तो छ जिन्दगी। अवस्था यस्तो छ गाइजन जस्तो। उति अगाडि एउटा यस्तो डेन्जर बाइकको त के भन्नु, बाइक त क्या आधा करोडै पर्ने बाइक नै हुँदो रहेछ। अब मलाई पो थाहा छैन, मलाई त सबै डेन्जर होइन, आफूसँग छैन सबै डेन्जरै हुन्छ। आफूलाई त जुन बाइक भयो नि डेन्जरै लाग्छ। अब यताबाट अब यो ठाउँमा जान्छु म चाहिँ। आजको मौसम चाहिँ गर्मी गर्मी जाडो जाडो मिक्स वाला छ कि। हावा अब गर्मी भनौँ, घाम मात्रै लाग्नु पऱ्यो गर्मी हुनलाई। यहाँ अब हावा चलिरहेको छ, मस्तले हावा चलिरहेको छ। अब मेरो माइकले आज हावा भेट्दैन होला पक्कै पनि। अब हावाले हान्ने चाहिँ लास्टै भएको छ आज। ल हेर्नुहोस्, जङ्गल गणेश भन्ने मान्छे कस्तो ठाउँ पुग्यो भन्दाखेरि यस्तो जङ्गल भएको ठाउँ पुग्यो यार। यस्तो ठुल्ठुलो गाडी आउँछ नि त। अब मैले गाडी अब सानो, अब म कार चलाएर हिँडेको बेला नि त्यो ठुलो गाडी आयो भने लास्टै डर लाग्छ क्या मलाई। यो गाडी साइडमा आए पनि डर लाग्छ, पछाडि आए पनि डर लाग्छ मलाई चाहिँ फेरि। यो गाडी यस्तै यो त्यो नेपालमा एकचोटि गऱ्यो त मान्छेले हाने नि त, पछाडि आएर मान्छेलाई हान्यो भने नि गाडीले, हो त्यही सम्झिन्छु। अनि मलाई लास्टै डर लाग्छ क्या। म अब यता जानुपर्ने हो, यो डबल लाइनको बाटो रहेछ, त्यही भएर म पहिला अब यता गएर यता जानु पऱ्यो है त। यता जान्छु अनि यता जान्छु। यसरी फर्किनुपर्छ क्या। यो मेरो स्कुटी चाहिँ अलि यस्तै टाइपको छ, धेरै स्पिड हान्न मिल्दैन। यो जापानमा गेन्सुकी भन्छ यसलाई, गेन्सुकी। ल अब यहाँ रातोपट्टि बोल्यो टक्क। नेपालमा त स्वाट्ट जाँदा पनि मिल्छ नि त, यहाँ त त्यस्तो छैन फेरि। यहाँ नियम त्यो मिल्ने बाटो पनि छ, मिल्ने नमिल्ने होइन, मिल्ने बाटो पनि छ।
म अब यहाँबाट चाहिँ आज एउटा गाउँ गाउँ छ क्या त्यहाँ भित्र गाउँ जस्तो लागेको थियो त्यो गाउँभित्र छिर्न पर्यो भनेको म कहाँ आइपुगेँ यहाँ ल गएँ मैले मेन भन्दा अरूभन्दा नि मैले चप्पल लाएर हिँड्दा चाहिँ आज यो अब चप्पल लाएर यो बाइकहरू यताउता चलाउन अलि मनाइ छ नि त चलाउन पाउँदैन त्यही भएर चाहिँ म अलिअलि लुक्दै हिँडिरहेको छु यहाँ म अघिको ठाउँ आइपुगेँ होइन अब अघिको ठाउँ आइपुगेँ म हिँडेको ठाउँ म अघि चाहिँ अब मेन यता जानु लाग्यो यता यो गाउँ यता छ क्या तर म सिधै गएँ नि त त्यही भएर यहाँ यो गाउँतिर जान्छु क्या त्यहाँ गाउँमा चाहिँ कस्तो छ अस्ति नै एकचोटि चाहिँ हामी हिँडेर गएको थियौँ म लगाएर मेरो साथीहरू चाहिँ हिँडेर गएको थिएँ पुरै घर छ तर मान्छे छैन क्या पुरै त्यो गाउँै खाली जस्तो राई माइलाले गाउँै छोड्यो रे भन्छ नि हो त्यस्तै छ क्या पुरै गाडीहरू नि छ घर अगाडि होइन तर सबै त्यो खिया लागेको सबै त्यो के भन्ने बिग्रिएर बसेको त्यस्तो टाइपको छ क्या अब म अब यता जान्छु क्या गाउँ साइड यो यामातोको के हो यो यामातो के को गाडी नि यता जाँदै रहेछ ए ल रहेछ बाटो सानो छ यहाँ यो खेती चाहिँ फेरि पुरै खेती गर्छ क्या यहाँ मान्छेहरूले तरकारीहरू लाउने अब म यसले मलाई साइड दियो अब त्यो साइडै दिएर रहेछ त्यसले त्यहाँ यता आउनु रहेछ अब त बाटो सानो छ नि त अब यहाँ ल त्यो बाटो राम्रो छ हेर्न मन हुनेले पज गर्दै गर्दै हेर्नु होला यस्तै स्क्रिनसट गरे नि दामी फोटो आउला छ होइन फोटो त दामी दामी आइरहेको छ कि सबै घर छ यहाँ सबै खाली छैन मान्छे नै छैन यहाँ यस्तो यस्तो छ अवस्था देख्न सक्नुहुन्छ यहाँ म कता जाम बिचमा आइपुगेँ म होइन म यता जाम होला गाउँतिर अलिक गाउँै जाम न तर यहाँ यस्तो गल्ली गल्ली भयो भने पिच चाहिँ गर्दै छ यहाँ त्यो चाहिँ ठिकै छ यो जङ्गल जाने बाटो रहेछ क्या मेरो आज भिडियो गर्नलाई त्यस्तो मोड थिएन मेरो थोरै भिडियो मात्रै गर्छु भनेको अब भिडियो गर्दा गर्दा लामै भयो जस्तो होइन ल यहाँ चाहिँ खेती किसानी भइरहेको थिएँ ल त्यो देखाउँछु म ल ल हेर्न सक्नुहुन्छ उहाँ अझै धान खेती भइरहेछ सबै हाम्रो नेपालतिरको खेत हुन्छ नि खेतमा त्यो लगाउँछ नि धान लाउने असारतिर हो यहाँ त असार लागिसक्यो हाम्रो नेपालमा त लागेको छैन त किन गर यहाँ त यी धान सान फेरि यहाँ त फेरि धान पनि एउटा मान्छेले रोपिदिन्छ सबै यहाँ त मान्छे कोही चाहिँदैन यहाँ त नेपालमा त हो गाउँभरिको मान्छे आयो भने यो गाडी आयो मार्छ मलाई यहाँ बसेर भिडियो गर्दा त्यो नेपाल गाउँभरिको मान्छेहरूलाई बोलाउनु पर्छ नि यहाँ त टक्क एउटा ट्र्याक्टर ल्याउँछ खनखान गर्छ पानी लगाइदिँदो रहेछ अनि छोडिदिँदो रहेछ एक दुई दिन अनि फेरि अर्को दिन आउँछ त्यो माटोलाई त्यो त्यो थप गरेर त्यो लेभल मिलाउँछ यो त्यो रोप्ने बेलामा यस्तै यो पिच गरेर छ नि यो बाटो त्यस्तै त्यो सम्म बनाउँदो रहेछ क्या पानी त वारको पार जाने रहेछ त्यस्तो टाइपको गरिदिँदो रहेछ अनि त्यो ट्र्याक्टरले नै उ गर्छ क्या त्यो के अरे रोप्छ क्या धान पनि फेरि यहाँ ट्र्याक्टरले धान रोप्छ अनि एकजनाले सबै काम एकजनाले सकिन्छ यहाँ त्यस्तो अब म हिँडेर चाहिँ फर्किन चाहन्छु ल आजको भिडियो के कसो हुन्छ यताउता हेर्नु होला है त म फर्किन्छ अब म आफ्नै घर जान चाहन्छु यहाँ यस्तो यो बाटोको मुनि त्यो हाम्रो नेपालमा लेखा हुन्छ हुँदैन यादै भएन मलाई त्यो हेर्दै हेर्दिनँ त्यो बाटोको यो मुनि पनि लेखा हुन्छ क्या यति स्पिडमा मात्रै कुदा है यो रोडमा भनेर लेखा हुन्छ त्यो 30को स्पिडमा यताको उताको स्पिडमा कुदा भन्ने हुन्छ क्या यिनीहरूले अब हाम्रो नेपालमा छ कि छैन थाहा भएन मलाई
अनि त्यही कुरा अब यहाँ चाहिँ किन त्यसमा अब त्यो ठाउँ अनुसार हुन्छ यहाँ चाहिँ घरै घर छ नि त यता मान्छे निक्लिन्छ उता निक्लिन्छ अनि त्यो एक्सिडेन्ट नहोस् भनेर चाहिँ त्यो भने होला यो ठाउँमा चाहिँ तर अरू अरू ठाउँमा हुन्छ त्यस्तै डेन्जर एरियातिर चाहिँ त्यसरी नै लेखा हुन्छ त्यो नलेखा हुन्छ भन्ने छैन कि अब बाइक होइन त मैले कुदाइदिने होला होइन मान्छे छैन यो यस्तो अब जापानमा के भनियो यस्तो नि के जिन्दगी यार के जिन्दगी यो मामपुलिहरूको होइन यत्रो घर छ सबै थोक छ अनि मान्छे बाहिर निक्लिँदैन त्यो भित्रको भित्री उकुस मुकुस भएर बसेर के काम ल अब म कहाँ आइपुगेँ भने मलाई थाहा छैन फेरि म कहाँबाट छिरेको थियो कि यहाँबाट छिरेको र कहाँ आइपुग्यौँ अब आफै आइपुगे बाटो थाहा भएन मलाई ल बर्बाद पऱ्यो बर्बाद म अब एकचोटि ए यो त मेरो घर जाने बाटो आएछ यार म त घर जाने बाटो नि बित्थेरिका म त यताबाट छिरेर आएँ कहाँ आइपुगेँ भने त आफ्नै घर जाने बाटो आएछ ल अब म फेरि अब अघिको ठाउँ जान्छु मेरो घर जाने बाटो यो त सिधा हो तर म त्यहाँ नगएर अघि मैले जहाँबाट सुरु गरेको थिएँ नि भिडियो हो त्यहीँ गएर चाहिँ म स्टप गर्नेछु है त ल यताबाट हो अघि नै म गएको यहाँको आनन्द छ कि बिदा भयो भने त आनन्दले बाहिर बस्दा त मजा हुन्छ होला यार यो माथि गएर त्यो डाँडामा गएर ड्रोन उडाउन मन लाग्यो यार मैले एउटा राम्रो खाले ड्रोन किनेर चाहिँ टक्क त्यो माथि गएर उडाउन पाए त मजै हुन्थ्यो होला प्लेन चढे जत्तिकै हुन्छ है माथि गएर हेर्दा ल यस्तो खाल्टा खोलिसकेँ म खाल्टामा हाल्छु अब किनकि मेरो टायर अलिक फोहोर खाएको छु क्या यस्तो आइडिया त लाउनै पऱ्यो नि होइन ल म अब यहाँ रोक्छु एकछिन यहाँ केही खान्छु होला अनि त्यसपछि जान्छु होला ल मैले अघि त्यहाँबाट सुरु गरेको थिएँ मैले चाहिँ अब यहाँ आएर हल्का गरेँ भिडियो कस्तो लाग्छ मैले आज भिडियो घुम्न जान्छु भनेर भिडियो गरेँ होइन म यतै वरपर निक्लियो भएर भिडियो गरेँ हो म अब यो माइक चेक गर्नको लागि यो क्यामेरा चेक गर्नको लागि हो ल यतिसम्म हेरिदिनु होला धन्यवाद बाई बाई